सरलाई 4 मा किन आउनुभयो तपाईँ? सरलाई 4 मा म किन आएँ भन्दाखेरि अब तपाईँ गगन थापालाई समर्थन गर्न काठमाडौँदेखि आउनुभयो हैन? यसको क्लियर एजेन्डा त त्यो बुझ्नु पर्यो नि हैन? यस्तो हेर्नुस्, मैले प्रतिज्ञा पत्र पढ्दा कांग्रेस सुधारिएको छ, बदलिएको छ, यसको घोषणा पत्र प्रतिज्ञा पत्र पनि गर्न सकिने मात्रै प्रस्तुत गरेको छ। रियलिस्टिक छ, पोलिटिकल मान्छे छन्, एसियाभरि चाहिँ भू राजनीतिक सङ्कट आइपरेको छ। यति हुँदाखेरि जान्ने विज्ञ मान्छे, राजनीतिक मान्छे, पोलिटिकल मान्छे भन्दैमा सब सही हुँदैन। छान्ने आफ्नो कुरा हो। ध्यान दिनुहोस्, भोटरको पनि रेस्पोन्सिबिलिटी हो आफ्नो क्षेत्रमा को उठिरहेछ भनेर मजाले बुझ्ने, रिसर्च गर्ने अनि भोट हाल्ने। नयाँ भन्दैमा चाहिँ दुधले धोका भन्ने पनि हुँदैनन् हैन? कोही भर्खरका मान्छे पनि खतम हुन्छन्। त्यही कारणले छान्ने आफैले हो। काङ्ग्रेस 2.0 मा चाहिँ म अलिकति विश्वासै गर्छु। अहिले प्रतिज्ञा पत्रदेखि लिएर जुन अर्थतन्त्रको कुरा गर्नुभएको छ, देशलाई चाहिने लोकतन्त्रपछिको सबैभन्दा इम्पोर्टेन्ट तन्त्र भनेको अर्थतन्त्र हो। जहिलेसम्म जनता गरिब हुन्छन्, यो देशमा न सुशासन हुन्छ न केही हुन्छ। खाली पेट त क्रिमिनल माइन्ड त हुने हो। त्यही कारणले अर्थतन्त्र सुधारियो भने मान्छे सिभिल हुनेदेखि लिएर यी सब कुरा हुन्छन्, देश आफै बन्छ। अर्थतन्त्र सुधार्नु, रोजगारी दिनुस्, राम्रो खाना लाउन चाहिँ पुग्ने पैसा होस्, त्यति भएपछि देश आफै बन्छ। अर्थतन्त्र त्यो एजेन्डा कसले प्रस्तुत गर्यो त? कांग्रेसले? त्यो तपाईले देखेको त्यो हो? काङ्ग्रेसमा नि अलिअलि अर्थतन्त्रको राम्रै कुरा आएको छ हैन? तर उहाँहरूको चाहिँ रियलिस्टिक छ भन्ने मात्रै मेरो कुरा हो। रियलिस्टिक कुरालाई म मान्न तयार छु। हिरोइजम म यो गर्छु त्यो गर्छु भनेर त त्यो अरू राजनीतिक दलको प्रतिज्ञा पत्र घोषणा पत्रसँग तुलना गर्दा काङ्ग्रेसको उत्कृष्ट लाग्यो तपाईलाई हैन? कम्प्यारेटिभली मलाई काङ्ग्रेसको राम्रो लाग्यो।